Namaste everyone, hope you guys are absolutely fine. So let's say we are moving towards Mirik. Hello, hello. It's our co-guide. Hello. Good morning. Good morning. So, खासमा चाहिँ माथि भयो के अरे गान्तोकबाट सुरु गर्नुपर्ने थियो तर यहाँनिर मात्रै अलिकति आएर टाइम पाएको जस्तो छ अन्त यहीँबाट सुरु भयो हेलो 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 बेहुला बेहुला त हामी जन्ती गएको मटका चिया हजुर वेलकम टु आयुष ब्लग वन्स अगेन एन्ड द मटका टी एकदम मैले यत्रै लगाएको Okay, so we are done with the matka tea and all. अब चाहिँ हामी कहाँ डाइरेक्ट लप्चुमा ए साँच्ची को छ त भन्नै बिर्सेछु नि मैले ड्राइभर हेलो हेलो अब कि यहाँ ड्राइभर भन्दै आयो न्यू मेम्बर एडेड हो कस्तो चिनाएको चिनाउनु गाडी पुग्छ सरम गोजीमा हालेर जान्दैछ गाइस मेरो पनि फेसबुक पेज युट्युबहरु लाइक गरिदिनुस् होला बिपिन दाकोमा आउँदैछ भने चाहिँ लिंक इन द डिस्क्रिप्सन बिलो जीवन तिम्रै साथमा सुम्पिसके है मैले योजना सुभाषना बोकी यता गाडी चाहिँ यता छ अरू त पुग्न आँट्यो होला टिस्टाको मुनिपट्टि यहाँ चाहिँ अलिक गरम गरम भयो नि त हैन अब कोटसट चाहिँ उताबाट लगाइन्छ तिमी हेरिरहनु सुभाषना बोकी तिमी ममा गाउनु के बन्द गरेछ न के बन्द हुँदैन लप्चु आइपुगे हामी चाहिँ अब यसो बिहानको ब्रेकफास्ट भोजनालय प्लान इज द चेन्ज इज द यहाँ चाहिँ होइन माथि रोक्ने भयो अलिक गाडीमा हुनुपर्ने अलिकति बाई बाई यो चाहिँ हाम्रो जग्गै हो यो त आयो है रोटी स्यान्डविच घरबाट लिएको आलुदम हामीले लप्चुबाट नयाँ ब्याग किन्यौँ भन्दै न आयुष को ब्याग देखेँ गाइस अब चाहिँ लागेको धेरै फगी भइरहेको अवस्थामा गइरहेको छ बल्ल बल्ल दार्जिलिङ आएको फग यस्तो पर्यो प्लिज शो द भ्यू गाइस टाढे काटेर बादललाई ढाटेर हाम्रो यहाँ गीत चाहिँ एड बजेर जोरबङ्गलो यो उकालो चाहिँ टाइगर हिल्सपट्टि जान्छ यता चाहिँ कर्सियङपट्टि जान्छ एन्ड यता चाहिँ दार्जिलिङ जान्छ दार्जिलिङपट्टि गएर त्यहाँनिर अझै लेफ्ट लिनुपर्ने हुन्छ मिरिकको लागि चाहिँ निस्किम न अन्त हैन हामी निस्क्यौँ भान्सार काट्नु निस्किन वेलकम टु नेपाल यता चाहिँ अलि क्लियर चाहिँ हुँदैछ वेदर अपडेट टाइम अपडेट 10:30 मिरिक बजार हामी चाहिँ लेकतर्फ लाग्यौँ ए होइन गलत रास्ता ब्याक गर्नु पऱ्यो उता टायरदेखि लेफ्ट पस्नुपर्ने रहेछ ए बल्ल अहिले चाहिँ हामी मिरिकको जुन लेक छ लेकको साइडमा एउटा होमस्टे रहेछ नि त सो त्यो होमस्टेमा माथिबाट हेर्दैछ ल लोकेसन अपडेट हामी चाहिँ आइपुग्यो यहाँबाट चाहिँ मजाको लेक देख्दैछु यो लेक चाहिँ जस्ट स्टार्टिङ मात्रै एउटा सानो जग्गा मेन चाहिँ पर यहाँ चाहिँ मान्छेहरू हाम्रो बिहाको बेहुला पनि खुद्देऊ न अब मलाई जुमै गर्नु आउँदैन कि गाइस लाइक छोयो अनि यो चाहिँ हो लेक फर्स्ट इम्प्रेसन लेक चाहिँ एकदमै मन पर्ने अवस्था भइरहेछ यहाँ बिकज इट वाज सो फगी नाउ अल्सो इट्स फगी अनि यहाँ हुनुहोस् यस्तो अनि मलाई सबैभन्दा मनपर्ने चाहिँ नि यहाँको हेर्नुहोस् न क्याक्टसहरू चाहिँ
नट जस्ट क्याक्टस एनी प्लान्ट यस्तो रहेछ है अनि हामी चाहिँ नि यहाँ चेन्ज गर्नुको लागि गएको ल यसको मलाई एङ्गल धरि मिलाउनु हुँदैन म नर्मली त्यसै मात्रै गरेको एक्टिङको लागि यहाँ चाहिँ रहेछ कविता तिमीहरूको रुम हो यहाँ चाहिँ यहाँ चाहिँ रहेछ रुम म चाहिँ चेन्ज गर्न आएको बिकज आई एम इन दिस अवतार एन्ड आफ्टर चेन्ज Yeah, Realda is also ready. केटाहरूको डर लाग्दैन रेडी हुँदैछ हामी चाहिँ भइसकेको आजको बिहाको भाइब हाम्रो नेचरको भाउजू भाउजू हेलो भन्नु हाम्रो नेचरको ब्लग हाम्रो नेचरको नितिका दिदी भिडियोमा नितिका दिदी यहाँ चाहिँ दादाहरू बिहाको लागि रेडी पनि भएको छैन हो आइसकेको ब्लगमा ब्लग हो होइन फोटो खिचेको होइन बसेर बसेको ए यहाँ चाहिँ हाम्रो अर्को हुनेवाला बेहुला ओके अब चाहिँ हामी हिँडेको कहाँ गएको भन्दा चाहिँ बिहामा गएको यो चाहिँ झिल छ नि त्यसको झिलको बाटो उता जानुपर्ने रहेछ होइन हाम्रो होमस्टे चाहिँ हाम्रो होइन केटाहरू बस्छ साथीहरू अन्त हामी चाहिँ आफ्टर मिरिक वी आर लिभिङ फर श्रीअन्तु नेपाल अन्त हाम्रो स्टे नेपालमै छ आज नेपाल स्टे भोलि अलिक घुम्ने प्लान त्यहाँदेखि चाहिँ विल रिटर्न ब्याक छिटो रहेछ त यहाँ पुच्का कम्पिटिसन छिटो रोटी आजको लागि यति भन्नु है बिहाको लागि चाहिँ होइन ए बिहाको लागि चाहिँ हामी जान्दैछौँ बिहा सक्यो अब हामी गएको सेन पार्ट 2 होइन पार्ट 1 सक्यो टु बी कन्टिन्युड ओ एम रहेछ मिस द कफी गाइस सर कफी रहेछ त अस बेहुला चाहिँ यता हो नि त ए बेहुलाहरू पो रहेछ म त बेहुला मात्रै भनेको त त्यही त चडक यो पूजा बेहुलाहरू देखिरहेछ